हेलो स्टुडेन्ट, यो अर्को एउटा क्वेसन फेरि यो सिक्वेन्स एन्ड सिरिज म्याथमेटिकल इन्डक्सनबाट सिक्वेन्स एन्ड सिरिज एन्ड म्याथमेटिकल इन्डक्सन च्याप्टरबाट यो म्याथमेटिकल इन्डक्सनसँग रिलेटेड प्रिन्सिपल अफ म्याथमेटिक इन्डक्सनसँग रिलेटेड क्वेसन हो यो। यहाँ चाहिँ नि हामीलाई दिएछ गिभन यनको पावर 4 स्मलर देन 10 को पावर n है, फर अ फिक्स पोजिटिभ इन्टिजर n इज ग्रेटर एन्ड इक्वल टु 2 अनि प्रुभ द्याट n प्लस 1 को पावर 4 स्मलर देन 10 को पावर n प्लस 1 10 को पावर n प्लस 1 युजिङ म्याथमेटिकल इन्डक्सन है। अब यो प्रिन्सिपल अफ म्याथमेटिकल इन्डक्सनको स्टेट द प्रिन्सिपल अफ म्याथमेटिकल इन्डक्सन भनेर पनि इम्पोर्टेन्ट छ है, यो एकदमै ख्याल गर्ने। अब यसमा के हुन्छ भने यहाँ हेरे हामीले जेनरल्ली म्याथमेटिकल इन्डक्सनबाट प्रुभ गर्दाखेरि n इक्वल टु 1 को लागि प्रुभ गर्छौँ, n इक्वल टु k को लागि सपोज गर्छौँ अनि n इक्वल टु k प्लस 1 को लागि प्रुभ गरिसकेपछि सबै नेचुरल नम्बरहरूको लागि प्रुभ हुन्छ है। तर यहाँ चाहिँ नि हाम्रो n इज ग्रेटर एन्ड इक्वल टु 2 भनेर पोजिटिभ इन्टिजरको लागि मात्रै देखा, ग्रेटर एन्ड इक्वल टु 2 भनेर भने एउटा कुरा। अर्को कुरा फेरि यहाँ n प्लस 1 टु दी पावर 4 अनि 10 टु दी पावर n प्लस 1 भनेको यसमा n को ठाउँमा n प्लस 1 राख्ने भने जे छ त्यही प्रुभ गर्न देखा, यो गिभन हो। n को पावर 4 10 को पावर n गिभन हो अनि n को ठाउँमा n प्लस 1 राखा त त्यही चाहिँ नि हामीलाई प्रुभ गर्न भनेको हामीले n इक्वल टु 1 को लागि अथवा यहाँ यो क्वेसन अनुसार त n इक्वल टु 2 को लागि ट्रु देखाउनु पर्यो सुरु, त्यो गर्नै परेन। एकैचोटि हामीले लास्टको n इक्वल टु k प्लस 1 को लागि गर्छौँ नि, हो त्यही n इक्वल टु k प्लस 1 को लागि गर्न पर्यो डाइरेक्टली। यहाँ n इक्वल टु 1 को लागि ट्रु देखाएर k को लागि सपोज गरेर k प्लस 1 को लागि ट्रु देखाउन परेन। यहाँ एक त n इक्वल टु 1 गर्नै पाइएन, n इक्वल टु 2 गर्न पर्यो, तर त्यो पनि गर्न परेन किनभने हामीलाई n प्लस 1 टु दी पावर 4 लेस देन 10 को पावर n प्लस 1 भने यो गिभनमा n को ठाउँमा n प्लस 1 राख्दाखेरि जति आउँछ त्यही दिएछ भनेको k को लागि ट्रु गिभन छ, k प्लस 1 को लागि प्रुभ गर्ने हो, k को ठाउँमा यहाँ n छ है। यसलाई एकैचोटि गर्न पर्छ, त्यही भएर एकैचोटि गर्नको लागि यसलाई डाइरेक्टली गर्न पाइयो। डाइरेक्टली गर्नको लागि यो गिभनलाई युज गर्न पर्यो। अलिकति लामो पनि हुन्छ, लामो भन्नाले त्यस्तो डाइरेक्टली भनेर छोटो हुने होइन है, यसलाई सिम्प्लिफाई जस्तै गरेर गर्नुपर्ने हुन्छ है। अब यहाँ हेर है, मैले पहिला सुरु गिभन लेखिदिन्छु। हामीलाई यहाँ दिएको हियर वी हेभ एउटा दिएछ हामीलाई n को पावर 4 इज स्मलर देन 10 को पावर n। अब यहाँ हेर है, एमा चाहिँ नि हामीले n प्लस 1 पहिला यो राइट ह्यान्ड साइडको हेर 10 को पावर n प्लस 1 ल्याउनु पर्यो नि। यहाँ प्रुफमा 10 को पावर n प्लस 1 छ है, माथि 10 को पावर n प्लस 1 छ। त्यो ल्याउनको लागि यहाँ त हो यो हाम्रो इनइक्वालिटीमा के गर्यो भने राइट ह्यान्ड साइडमा 10 को पावर n प्लस 1 आउँछ भन्दाखेरि 10 ले मल्टिप्लिकेसन गर्यो भने, त्यही भएर यहाँ मल्टिप्लाइङ बोथ साइड बाई 10 गर, मल्टिप्लाइङ बोथ साइड बाई 10 वी गेट हुने भयो। यहाँ के हुने भयो त 10 n को पावर 4 भयो स्मलर देन यहाँ 10 n इन्टु 10 भयो, यो भनेको 10 n प्लस 1 भयो। द्याट इज के हुने भयो त 10 n को पावर 4 इज स्मलर देन 10 n प्लस 1 हुने भयो, यो 1 भन है। अब फेरि हामीलाई दिएछ अर्को फेरि कन्डिसन, सिन्स हामीलाई के दिएछ n इज ग्रेटर एन्ड इक्वल टु 2 भनेर देखा यहाँ है। यो n इज ग्रेटर एन्ड इक्वल टु 2 भइसकेपछि यसलाई रेसिप्रोकल गरिदेऊ त, के हुने भयो रेसिप्रोकल गर्दा 1 बाई n इज स्मलर इक्वल टु 1 बाई 2 हुने भयो। रेसिप्रोकल गर्दाखेरि ग्रेटर एन्ड इक्वल टु साइन लेसर इक्वल टु हुने भयो, चेन्ज हुने भयो है। अब यसमा के गर्ने भने बोथ साइडमा प्लस 1 गरिदिन पाइयो, बोथ साइडमा प्लस 1 गर 1 प्लस 1 बाई 2। अब तिमीले अलिकति सिम्प्लिफिकेसन गर्ने यो n प्लस 1 बाई n हुने भयो अनि स्मलर एन्ड इक्वल टु यो भनेको 3 बाई 2 हुने भयो है। अब एमा बोथ साइड टेकिङ पावर 4 गर्न पाइयो, बोथ साइड टेकिङ पावर 4 गर दुईटैलाई, यो
3/2 को पावर 4 हुने भयो है। भनेको यो n + 1/n को पावर 4 स्मलर देन इक्वल टु 9 9 = 81 यो 4 4 = 16 हुने भयो। 81/16 अब हामीलाई 81/16 चाहिएको होइन, 10 चाहिएको, 10 सँग रिलेटेड छ। त्यही भएर 81/16 भनेको त 16 कति हुन्छ त भन्दाखेरि 16 5 ज 80 हुन्छ है, 5 पोइन्ट समथिङ आउने भयो। भनेको यो चाहिने लेस देन के हुने भयो त 10 हुने भयो। त्यही भएर हाम्रो के हुने भयो त यहाँ n + 1 को पावर 4 छुट्टै लेख्ने, तल n को पावर 4 छुट्टै लेख्ने, लेस देन 10 हुने भयो है। अब लेसर इक्वल टु चाहिने लेस देन 10 भयो। अब यसलाई फेरि गर्दाखेरि n को पावर 1 n + 1 को पावर 4 स्मलर देन 10 इन्टु n को पावर 4 हुने भयो। 10 इन्टु n को पावर 4 हुने भयो। अब 10 इन्टु n को पावर 4 10 इन्टु n को पावर 4 भनेको 1 बाट के छ 10 इन्टु n को पावर 4 इज स्मलर देन यो हुने भयो। फेरि स्मलर देन के हुने भयो 10 n को पावर n + 1 हुने भयो यहाँ है। 10 n को पावर 4 10 n को पावर 4 इज स्मलर देन 10 को पावर n + 1 10 को पावर n + 1। यहाँबाट के आयो त n + 1 को पावर 4 इज स्मलर देन 10 को पावर n + 1। अनि यहाँ के लेख्ने द स्टेटमेन्ट इज ट्रु फर p n + 1 द्याट इज n + 1 को पावर 4 स्मलर देन 10 को पावर n + 1। यसरी प्रुभ भयो है। ल थ्याङ्क यू स्टुडेन्ट।